साठीऔं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस 2081 को अवसरमा पर्वतको जलजला गाउँपालिकाले अन्तर्जातीय विवाह गरेका 28 जोडीलाई नगद सहित सम्मान गरेको छ। शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा गाउँपालिकाले उनीहरूलाई सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान पत्र तथा नगद 5000 सहित सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार छुवाछुत र भेदभाव उन्मूलनमा महत्त्वपूर्ण भूमिका खेलेकोले अन्तर्जातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई नेपालीले अन्तर्जातीय विवाहलाई अझै समाजले सहज रूपमा स्वीकार गर्न नसकेको बताउँदै सम्मान कार्यक्रमले विवाहित जोडीलाई हौसला प्रदान गर्न र समाजमा जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले समाजमा अन्तर्जातीय विवाहप्रति सकारात्मक दृष्टिकोण विकास गराउनु र विवाहित जोडीलाई प्रोत्साहन दिनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनुभयो। कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी भीमसेन बहादुर विश्वकर्माले पालिकाभित्रका सबै ओडामा दलित र गैर दलित बीच विवाह भएका जोडीहरूको विवरण सङ्कलन गरेर सम्मान गरिएको जानकारी दिनुभयो। कार्यक्रमका सम्मानित अतिथि तथा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत कृष्ण विश्वकर्माले अन्तर्जातीय विवाहका कारण आफूले भोगेका समस्या, चुनौती र अवसरबारे अनुभव बाँड्दै समाजमा यस प्रकारका विवाहप्रति सकारात्मक सन्देश प्रवाह गर्न सम्मान कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यसै अवसरमा गाउँपालिकाले गत वर्ष कक्षा 8, 10 र राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा 12 को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने 2 जना दलित छात्र छात्रालाई नगद 3000 रुपैयाँ सहित सम्मान गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अधिकृत बिन्दु शर्माले जानकारी दिनुभयो।